हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म किन भिडियो बनाएको भन्दाखेरि आज चाहिँ म यहाँ दिदीको रुमबाट चाहिँ म चाहिँ अब आफ्नो कलेज जाँदैछु पढ्नको लागि। होस्टेल बस्छु, त्यहीँ बस्छु। अनि यहाँ चाहिँ अब मेरो भाइ मेरो भान्जालाई छोडेर अनि मेरो दिदीलाई छोडेर म चाहिँ होस्टेल जाँदैछु उता काठमाडौँ साँकु भन्ने ठाउँमा चाहिँ म जान्छु। त्यहाँ होस्टेल छ, त्यहाँ होस्टेलमा बस्छु, त्यहीँ कलेज जोइन गरिसकेको छु। अब त्यही होस्टेलमा गयो भने कस्तो छ त्यो होस्टेलको बारेमा, त्यो कलेजको बारेमा कस्तो छ म सम्पूर्ण जानकारीहरू बताउँछु। र अहिले चाहिँ म दिदीको रुमबाट पनि निस्किन्छु अनि अरू कुरा त्यस्तै हो। गाइस, अहिले म कलेज पनि पुगिसकेँ। आज चाहिँ यतै होस्टेल बस्छु। अनि एउटा साथी आउनु छ मेरो बाजुराको, त्यो साथी चाहिँ पछि आउँछ, म अगाडि आइसकेँ। अब चाहिँ म यो होस्टेलमै बस्छु। यो हो कि यो कलेज हो। अनि मैले अब यो कलेजमा 3 वर्ष बिताउनुपर्छ। होस्टेल बस्ने भनेको छौँ अब म, जीवन अनि एउटा अर्को टपिन्दो भाइ हो कि विमल भाइ भन्ने छ। हामी 3 जना चाहिँ एउटै रुममा बस्ने भने हामी। अब एकछिनमा चाहिँ म माथिभित्र जान्छु। त्यस्तै छ गाइज, अब के गर्ने, पढ्नु पऱ्यो होइन, भविष्य बनाउनु पऱ्यो। यति ठुलो खालको त्यहाँदेखि त्यहाँ अब चाहिँ म भित्र जान्छु है, त्यो कलेजको भित्र जान्छु। कस्तो सुनसान छ भने पुरा क्यामेरा जोड्या यार। यति ठुलो रहेछ भने यहाँभित्र बास्केटबल खेल्ने ठाउँ रहेछ। अनि त्यहाँ क्लासहरू, त्यहाँ गर्ल्स होस्टेल चाहिँ त्यहाँ रहेछ है, गर्ल्स त्यहाँ रहेछ। अनि यहाँ चाहिँ यो गइरहेको छु जोस्। अब +2 त पढ्नु पऱ्यो नि त, त्यसैले छोटो छ जिन्दगी फोटो खिचेर राख। अफिसमा हो, ब्याग रहेछ। ल गाइज, म कलेज पनि पुगिसकेँ। अब यतै होस्टेल बसौँ। म चाहिँ आज यत्रो भिडियो बनाउँछु। अब भोलि कलेजको भिडियो बनाउँछु। कलेजको भिडियो बनाएर अनि होस्टेलको भिडियोहरू सबै हाम्रो स्कुलको एउटा भ्लग बनाउँछु। अनि त्यो भ्लग बनाइसकेपछि अनि भ्लग हाल्ने टाइम हुन्छ कि हुँदैन, भ्लग बनाउने चाहिँ समय हुँदैन जस्तो लागिरहेछ। त्यसैले गर्दा चाहिँ म अब त्यति भ्लग नि हाल्न पाउनु होला। ल गाइज, आज चाहिँ म भिडियो यहीँ अन्त्य गर्छु। हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। नेक्स्ट भ्लगको लागि वेट गर्नु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।